गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले अन्ततः विवाह बन्धनमा बाँधिएका छन्। उनीहरूको राजधानीमै विवाह समारोह चलिरहेको छ। लामो समयदेखि प्रेम सम्बन्धलाई उनीहरूले विवाहको रूप दिएका हुन्। विवाहमै दुवै पक्षका आफन्त, साथीभाइ र संगीत क्षेत्रका केही व्यक्तिहरू सहभागी भएका छन्। उनीहरूको केही दिनदेखि हल्दी मेहन्दी समारोह चलिरहेको थियो। उनीहरू हल्दी मेहन्दी समारोहमा रमाइरहेका भिडियोहरू सामाजिक सञ्जालमा धेरैले रुचाएका थिए। गत असारमा उनीहरूले दुबई स्थित संसारको अग्लो टावर बुर्ज खलिफामा एंगेजमेन्ट समेत गरेका थिए। यी दुवैले केही गीतमा सहकार्य समेत गरेका छन् भने कतिपय कन्सर्टमा एकसाथ प्रस्तुति पनि दिएका छन्। विवाहमा उपस्थित सबैले बेहुला र बेहुलीलाई शुभकामना सहितको बधाई पनि दिइरहेका छन्। गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेलाई हाम्रो तर्फबाट पनि धेरै शुभकामना सँगै धेरै बधाई।